तपाईहरुले देखेको सपना हामी जिउँदैछौं। यदि हामी मरेर गएका थियौं भने सपना पूरा नहुन सक्थ्यो, तर नेपाली जनता जिउँदैछन् र जेनजी पुस्ता जिउँदैछ। त्यसो भएको हुँदा सम्पूर्ण नेपाली जनताहरुलाई भन्न चाहन्छु, तपाईहरु नडराउनुस्। परिवर्तन हामीले ल्याएको हो। तपाईहरुलाई अझै पनि भन्न चाहन्छु, कसैले कसैलाई च्यालेन्ज नगरौं, कसैले कसैलाई रुष्ट नबनाउँ। सबैजना यो देश हाम्रो हो, हामीले हाम्रा माग र एजेन्डाहरु राख्न पाउनुपर्छ। त्यसो भएको हुँदा हामी भाषण गर्न, साँच्चै भन्ने भने भाषण नेपालकै तरिकाले जाने भने हाम्रो टिमले भाषण गर्न सक्छ। जेनजी पुस्ता त्यति राजनीति नबुझेको छ। कार्ल मार्क्सका सिद्धान्त के छन् सबै कुरा थाहा छ, तर के अब नेपालीले नेपालको सिद्धान्त बनाउँछ, नेपालीले नेपालको मुलुकको भाग्य र भविष्य बनाउँछ, डराउँदैन। अब त्यसो भएको हुँदा सडकमा आएको जेनजी पुस्ता, सम्पूर्ण नेपाली जनता, तपाईहरु साथ दिनुस्। यतिखेर जब हामी आन्दोलन गर्ने बेलामा जुट्यौं, अब माग पूरा गर्ने बेलामा फुटेर हुँदैन। त्यसो भएको हुँदा यो अझै पनि भन्न चाहन्छु, फेरि कुनै राजनीतिक दलको दबावमा होइन यो कार्यक्रम, कसैले पनि केही गर्न नसकोस्। आज राजनीतिक दलका कारणले आएको यो होइन, यसरी आउनु परेको होइन। हामी भन्न चाहन्छौं, आन्दोलन कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। आन्दोलनले ल्याएको परिवर्तन कसैले पनि कमजोर नसम्झिँदा हुन्छ। आन्दोलन आवश्यकता थियो, आन्दोलनको आवश्यकताले अब डक्ट्रिन, नेसेसिटी अफ डक्ट्रिन हुन्छ, आवश्यकताका सिद्धान्तहरू। परिस्थितिले प्रदेश खारेजीको माग, नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ। अर्को कुरा के छ फेरि, 4 नम्बर बुँदामा 2047 सालपछि सार्वजनिक पदधारमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। आज धेरैजना व्यक्तिहरू इमोसनल पार्न खोजिरहेछन् राजनीतिक दलका कार्यकर्ताहरूले, यो देश सके भनेर। देश सकिएको छैन, देशमा जनता छन् र देशको भूमि छ। देशको सार्वभौमसत्ता, स्वाधीनता, इमानदारीका तरिकाले अगाडि बढ्छ देश। त्यसो हुँदा हामी विधिको शासन मान्छौं भने विधि बनाएर भए पनि विधिको शासन मान्छौं। त्यसो हुँदा अहिलेको विधि र पद्धतिमा हामी यो कुरालाई संशोधन गर्ने हो कि आन्दोलनकारीले केही पनि व्याख्या गर्न चाहदैन। एकछिन साथीहरू, आन्दोलनकारीहरूले केही पनि व्याख्या गर्न चाहदैन। आन्दोलनकारीले माग राख्ने हो र माग पूरा हुनुपर्छ अहिलेको सरकार। अर्को कुरा के छ, संवैधानिक आयोगका पदाधिकारीलाई नियुक्ति गर्दा राजनीतिक दलको दबाव नभई स्वच्छ प्रतिस्पर्धाबाट गर्नुपर्छ। अर्को के छ फेरि, यहाँ धेरै कारण चाहिँ के भयो भन्दा विश्वविद्यालयका राजनीतिक दलका संगठनहरू हावी भइरहेका छन्। विश्वविद्यालयमा रहेका सम्पूर्ण विद्यार्थी संगठन सोभिउ हटाउनुपर्छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा विशेषज्ञको टोलीमा मन्त्री परिषद गठन गर्नुपर्छ। 9मा अहिले जुन तरिकाले आन्दोलनको समयमा भएका घटनाहरू सीसी क्यामेरा फुटेजमा बाहिरिएको छ, यो घोर आपत्तिको विषय छ। किन आपत्तिको विषय छ? यो किन आपत्तिको विषय छ भन्दाखेरि अहिलेको तत्कालीन आन्दोलनमा को आयो भन्दा कोठाभाडा बस्ने साधारण मान्छे आयो। आज भरेबाट कोठाभाडा नपाउने स्थिति भइसकेको छ विद्यार्थीहरूको। प्राय गाउँका किसानका सन्तानहरू, मजदुरका सन्तानहरू आएर यो आन्दोलन सफल पारेको। त्यसो हुँदा कसैले कसैलाई राजनीतिक दलको दबावमा आएर आज उत्तेजना नपारियोस्। भिड, अब हामी सडकमा आउन चाहदैनौं, तर सडकका मागहरू अब सम्बोधन गर्न चाहन्छौं।